यो कुन ठाउँ हो? यो फेरेङटा भेरेटार धनकुटा जिल्ला। अहिले हामी माथि त्यो टावर चढ्न जाँदैछौँ। छोरी कस्तो लागिरहेछ? तर तर गाडीमा जानु इसके वाकमा हामी जाँदैछौँ। तल हिँड्नु उता हेर्नु उता आँखा चाहिँ तल हेऱ्यो भने त डर लागिहाल्छ नि। लड्दैन छोप्यो नि हौ धरान देख्थ्यो। त्यस्तो डराएर हुँदैन। ल यता छोरी फेरि डराउनु थालेको। ल अब यहाँ म यो कुन ठाउँ हो छोरी? कुन ठाउँ हो छोरी? स्काइवा कस्तो लाग्यो? मम्मीलाई चाहिँ डर लाग्यो। स्काइवा हेर्न आयो। उहाँहरू खिच्दैछ त स्काइवा त निस्कियो अरे। के साह्रो डराएको के हुँदैन हौ। निकाल्यो नि छोरी हो त्यो निकाल्यो नि दुइटै। यो चाहिँ भेरेटार है। भेरेटार रेकर्ड भइरहेछ त माथि एकछिनमा गरिरहेछ त। भेरेटार हो राजारानी। धरान छोपेको छ त्यो स्काई माथि। स्काई वाक भेरेटार। छोरी नाच। अब त फर्किनु त अब फर्किनु पर्छ होला। अब के छ र उप त नजाने। यो हाम्रो श्रम संस्कृति पार्कमा हामी घुम्दैछौँ। श्रम संस्कृति पार्क धरान अनुदान दिनेहरू। धरानको यो श्रम संस्कृति पार्क हो धरान। हेर्नु मन लागेको भने आउनु होला धरानको। नि सलनाले के भन्दैछ सुन्नु भयो होला नि त। हेर्नु मन लाग्यो भने आउनु होला। आमाहरू हजुरआमा छोरीहरू ल श्रम संस्कृति पार्कमा हामी आयो। ल गुराँसमा जाऊ यो त्यसमा ल यता हेर चल्नु न झर्ना। ओ त्यहाँ यो भित्र नपस्नु अरे। हर्कासम्मको पार्क निसोलना सामसा चौतारी। फोटो खिच्नु यहाँ। परि भयो सलना परि भयो है। परि सलना परिको आमा मादल
आहा साह्रै राम्रो बनाएको छ यो चाहिँ त्यो नि परिनै हो यता हेरेँ मम्मी लिएर न बाबालाई होइन म त मो देखेँ क्या माको कस्तो अक्षर छ नि पर्दै देश याहु पार्टी त्यस्तै लागि मनको अब कता अब यहाँ एउटा फोटो खिच्न निस्किन बस्नु बाबा पनि त्यति छेसाम संस्कृति पार्क आहा राम्रै बनाएको छ है साम संस्कृति पार्क अब यहाँ बुझ्छु न बस खै म गर्छु सुरु ए हस् यतै छ त आमा माछा चाहिँ अहिले गरेको एकचोटि गरेको भइसक्यो ए सबै र त्यही मिलाइन्जेल त्यही मिलाइन्जेल यो धरानको साम संस्कृति पार्क हो पार्कमा हेर्नु कस्तो दामी बनाएको छ